पाँच 6 7 8 9 टोटल भनेको 20वटा बाइक छ। नमस्ते सबैलाई, वेलकम ब्याक टु माई च्यानल। अहिले सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु है त। फेरि पनि नयाँ ब्लगको साथमा म आइसकेको छु, तपाईँहरू देख्न सक्नुहुन्छ। सधैँ गरी आज पनि हाम्रो राइड स्टार्ट भइसकेको छ। आजको राइड के हुनेवाला छ भन्दाखेरि चाहिँ एक म चाहिँ भक्तपुरबाट चाहिँ हाम्रो यो टोखामा रहेको, टोखाभन्दा माथि अलि नै हाइटमा छ होइन, हाम्रो सूर्यचौर भन्ने ठाउँमा चाहिँ एकदम बवाल छ अरे है। मैले पनि फोटोमा मात्रै देखिरहेको छु, म पनि गएको त छैन, नयाँ ठाउँ छ। सो म चाहिँ बिहान बिहानै घरमा रेडी भएर चाहिँ हामी चाहिँ फर्स्टमा चाहिँ टक्क टोखा ग्रिन सिटी भन्ने हस्पिटलमा चाहिँ सबै केटाहरू चाहिँ रेस्ट गरिरहेको छ होइन, पर्खिरहेको छ। बिहान बिहानको राइड हुनेवाला छ। म चाहिँ यहाँबाट सिधै निस्किन्छु डाइरेक्ट पेप्सी खोलाबाट डाइहरू बिटअप गर्दै हामी त्यहाँ जान्छौँ। अब हेरौँ बाटोमा के कस्तो हुन्छ र। गाइस आजको ब्लग भनेको सिधै रोडबाट है, देख्न सक्नुहुन्छ। म चाहिँ टक्क घरबाट निस्किसकेँ है बिहानै। सो हाम्रो नेक्स्ट भिडियो नेक्स्ट ब्लगमा स्वागत छ सबैजनालाई। आजको ब्लग भनेको सिधै भित्रीबाट हुनेवाला छ केटा, अलिअलि अफरोड पनि छ अनरोड पनि छ। हेरौँ आजको भिडियो भनेको के कस्तो हुन्छ हाम्रो भित्रीमा चाहिँ। मेरो लागि चाहिँ नयाँ नयाँ ठाउँ भइरहेको छ केटाहरूलाई, अब त्यही त हो नि होइन। अब जाँदैछौँ के कस्तो हुन्छ है। एबिएस इस्यु देखाइरहेको छ, त्यही भएर पनि अलिक सोल्भ गर्नुपर्ने हुन्छ होइन। बाँकी चाहिँ के छ केटा आफ्नै त हो नि होइन। यहाँ चाहिँ अलिक कुदाइदिनु हुन्थ्यो, अगाडि चाहिँ मामा हुनुहुन्छ है। सो म चाहिँ बिस्तारै गइरहेको छु, केही छैन। अब त्यहाँ चाहिँ चेकिङ भइरहेको रहेछ, यहाँ चाहिँ मजाले चेकिङ भइरहेको छ। यहाँ चाहिँ एकदमै ख्याल गर्नुपर्ने डकुमेन्टहरू बिर्सेको केटा है। मसँग चाहिँ डकुमेन्ट छैन, खाली रोड छ। अलिअलि त अलिक कुदाइदिउँ न होइन। कहाँबाट ल्याएको है। अचम्म लाग्छ, धैर्य गर्नु त छैन क्या कसैलाई नि। सिटीपिटी हुँदै गइरहेको छु। यो चाहिँ ठिमीको बाटो हो है। च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गरिदिउँ, पुरानो भएको लाइक कमेन्ट गरिदिउँ है। गीत चल्न त चल्या छ पिरै पिरमा। ए साउन्ड हेर्नु न ल। ए मिठो यार। सो यहाँ चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ, यसरी बाटोहरू काटिरहेको हुन्छ, गल्ली गल्ली छ नि त होइन। अब चाहिँ चट्ट निस्किनु पर्ने हुन्छ यहाँबाट चाहिँ। म चाहिँ अहिले बोडेको पेट्रोल पम्पमा छु, उहाँ चाहिँ प्रेम दाई। सो यहाँबाट चाहिँ अब जानुपर्ने हुन्छ। हेलो हेलो प्रेम दाई, दर्शन नमस्ते। एकदम ठिक छ दाइ, एकदम ठिक छ है। दर्शन म एलबी झारी खानु पऱ्यो नि। त्यसो यार ठिक छ यार, आराम ल। टोखाको सूर्यचौर जाँदैछौँ। आजको राइड भनेको हाम्रो डेस्टिनेसन सूर्यचौरमा हुन्छ। केटाहरू बिस्तारै मिटअप हुँदैछ होइन। सबजना मिटअप भएर चाहिँ ठाउँ ठाउँबाट चाहिँ गएर चाहिँ हामी सूर्यचौरमा जाँदैछौँ। के कस्तो हुन्छ अनि हेरौँला, बाटोमा चाहिँ भेटौँला, चिन्छौँ के कस्तो हुन्छ। हामी तपाईँलाई बाटोमा भेटौँला है त। ओ हे यसो पुग्यो। सो गाइज हामी चाहिँ अब केटाहरू मिटअप गरेर पनि पेप्सी खोलाको केटाहरू हामी निस्किसक्यौँ है। अब यहाँबाट चाहिँ ठ्याक्कै टोखा जान्छौँ। टोखामा सबैजना मिटअप गर्छौँ। त्यहाँबाट भनेको चट्ट हामी सूर्यचौरको लागि निस्किन्छौँ। सो अगाडि हुनुहुन्छ हाम्रो प्रेम दाई है, हटक प्रेम दाई, म पछाडि हाम्रो ब्रो हुनुहुन्छ। ठ्याक्कै हाम्रो 3वटा बाइक छ है। यहाँबाट चाहिँ अब टोखामा गएर भेट्नु पर्ने हुन्छ। 20 बाटोबाट केटाहरू कलेक्सन हुँदै। ओ केटाहरू त के हो, तर केही छैन, म चाहिँ बिस्तारै कुदाउँछु है। अनि त्यही हो, फेरि जोसमा होस गुमायो भने फेरि त्यही हो पारा होइन। अब के कस्तो हुन्छ केटा, बाटोमा रमाइलो हुनेवाला छ आजको भ्लग चाहिँ, हेर्दै गर्नु होला। सर्ट हामी चाहिँ अहिले चाहिँ डबल लोडमा हो, म चाहिँ पछि सिङ्गल लोडमा हुन्छु है। किनभने चाहिँ पछाडि मेरो साथी छ एकजना। अब त्यही हो, रमाइलो हुन्छ राइड जाँदाखेरि चाहिँ, सबैसँग भेटघाट हुन्छ। यो बाटो त मलाई थाहा छैन यार, टोटली नयाँ बाटो मेरो लागि। अब कहाँसम्म हुन्छ हेरौँ है। हाम्रो प्रेम दाईसँग बुढाले फेरि बवाल कुदाइदिनु हुन्छ क्या है। अहिले चाहिँ अलि उहाँको अब एक्सिडेन्ट अलि अस्ति भर्खरै एक्सिडेन्ट भइरहेको थियो, त्यसपछि चाहिँ अलिक कम हुनुभएको छ। नत्र त बुढाको जोस पनि कहाँ कम छ केटा है, बवाल कुदाउनुहुन्छ है। यस्तो दामी देखिरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ है। यतिको चाहिँ बवाल हुनु पऱ्यो। सो यतिको मौसम भयो भने गर्मी पनि हुँदैन नि त, नत्र गर्मी हुन्छ क्या केटा हो, गर्मी हुनु भएन।
मलाई चाहिँ हिन्दीमा भ्लग बनाउन मन लाग्छ तर मलाई टोटल्ली हिन्दी बोल्न आउँदैन क्या नत्र त प्रायः हिन्दीमै बनाउँथ्यो होला किनभनेपछि हामीलाई मात्र होइन नेपालीलाई मात्र होइन बाहिरहरूको देशहरूलाई पनि एकदमै अब हुन्छ नि अब ठाउँहरू यताउता बुझ्नुलाई एकदमै सहज हुन्थ्यो केही छैन अब है सो गाइज हामी चाहिँ ठ्याक्कै चाबेल आइपुग्यो अब यहाँबाट चाहिँ हामीले राइट साइड जानुपर्ने हुन्छ टोखाको लागि टक्क अब धेरै टाइम लाग्दैन होला जस्ट 5 मिनटमा हामी चाहिँ टोखा पुग्छौँ त्यसपछि भनेको हाम्रो मिटअप सिटअप गरेर सबैजना त्यहाँबाट कुद्नुपर्ने हुन्छ फाइनली गाइज हामी चाहिँ टोखा आइपुग्यो तपाईँहरू देख्न सक्नुहुन्छ ओए के छ के गर्ने रे ओए केटाहरू अनि यस्तो डेन्जर छ अनि आधा केटाहरू चाहिँ हामी मिटअप भइसक्यो है आधा बाँकी छ हामी चाहिँ अहिले टोखामा छौँ अब टक्क यहाँ केटाहरू मिटअप हुन धेरै टाइम लाग्दैन अब एकैचोटिमा हामी चाहिँ सबैजना मिटअप भएर चाहिँ टोखाबाट निस्किनुपर्ने हुन्छ अगाडि हाम्रो दाइले लिड गरिरहनु भएको छ आज चाहिँ धेरै कुर्नु पऱ्यो क्या सबैजनालाई फेरि त्यही त नि बिहान बिहान केटाहरू भन्छ होइन त्यसपछि कुराइदिइहाल्छ हाम्रो चाहिँ उहाँ ऋतु राइडर रे है टक्क एनएस चलाइरहनु भएको थियो मेरो पनि कुनै बेला फेभरेट थियो एनएस अलि मलाई ब्रेकिङ नपुगेर चाहिँ मैले चाहिँ एक्सचेन्ज गरेको हो है नत्र बाइक एनएस पनि बबल छ क्या कुनै बेलाको ड्रिम बाइक हो नि म्याक्सिमम नेपालमा छ नि 2-4 वर्ष अगाडि होइन सबैजनाको एउटा यति चलेको बाइक हो नि एनएस कसम यतिको मार्केट त कुनै बाइकले लगाएको छैन क्या अहिलेसम्म एनएस चाहिँ त्यस्तो डेन्जर चलिरहेको थियो क्या जसको हातमा नि एनएस है डेन्जर चलिरहेको थियो यार कुनै बेला आफूसँग छ त्यसमा रमाउनुपर्छ तर रमाउनुपर्छ भन्दैमा चाहिँ आफूले त्यसमा लाइफमा सेटिस्फाई लिनु हुँदैन किनभनेपछि जुन मान्छे भनेको जे छ त्यसमा जुन मान्छे सेटिस्फाई हुन्छ नि त्यो कहिले पनि अपग्रेड हुन सक्दैन यो चाहिँ 100% हो किनभने चाहिँ आफूलाई अपग्रेड गर्नु छ भने चाहिँ सेटिस्फाई हुन छोड्नुहोस् हे कस्तो मिठो चलाइरहेको छ उसले नि एनएस है सय तर बिस्तारै 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 ओए लो मलाई डर लागिरहेछ कस्तो गाडी रह्यो यार फाइनली आइपुग्यो हामी चाहिँ टोखा है देख्न सक्नुहुन्छ फाइनली हामी चाहिँ आइपुग्यो तपाईँहरू देख्न सक्नुहुन्छ वेलकम टु माई च्यानल धन्यवाद तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ टक्क टोखामा रहेको एउटा क्याफे थियो हाम्रो ग्रिन सिटीको ठ्याक्क हस्पिटलको अपोजिट सबैजना केटाहरू आइसकेको रहेछ अब एकचोटि हामी मिटअप गर्छौँ त्यसपछि भनेको निस्किनु पर्ने हुन्छ देख्न सक्नुहुन्छ बवाल हुनेवाला छ आजको राइड चाहिँ ओए एनएस डुक एफजेड अनि हाम्रो चाहिँ बेनलीको यता चाहिँ एनएक्स 200 यता चाहिँ हाम्रो 150 यता डुक 250 अनि डुक 200 R15 V3 मेरो हो है B4 अनि R3 बवाल हुनु गइरहेको छ सो अब के कस्तो हुन्छ बाँकी भेटौँला है सबैजनालाई वेलकम है एकदमै को सिनियर हुनुहुन्छ को जुनियर हुनुहुन्छ उहाँहरूलाई सबैजनालाई मेरो तर्फबाट नमस्ते म ग्रुप 18 ट्रेन बुढा है सो आजको राइड जोइन गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरू सबैलाई तपाईँहरू सबैमा म एकदमै खुसी छु यो विषयमा चाहिँ आज सबैभन्दा पहिला स्टेट बाइकर्स क्लबको सबैभन्दा ठुलो ग्रुप हो अहिलेसम्मकै एकदमै ठुलो ग्रुप हुन सफल भयो सबैलाई मेरो तर्फबाट एकदमै रेस्पेक्ट सबैजना मिटअप गरेर पनि है अब चाहिँ हामी निस्किँदैछौँ सबैजनाले खाजासाजा खायो है टक्क अब सबैजना भोगेर रहेछ चट्ट खाजासाजा खाएर बाइक हाम्रो यता छ अब चाहिँ टक्क रेडी भएर चाहिँ निस्किँदैछौँ अब चाहिँ बाटो भेटौँमा के कस्तो हुन्छ टक्क रमाइलो भइरहेको छ आज नयाँ नयाँ राइड गर्दैछ सो त्यही हो अब के कस्तो हुन्छ टक्क आज मेरो बिजो होला जस्तो छ भिसीमा अफरोड भइरहेको छ नि त एउटा बिजो भइरहेको जस्तो छ होला जस्तो छ के कस्तो हुन्छ अब बाटो भेटौँला हेरौँ है त सो गाइस अब हामी रेडी भइसकेका छ सबै राइडर्सहरू अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ यता 1X R3 150 डुक 250 बुलेट देख्नु सक्नुहुन्छ बवाल हुन गइरहेको छ मेरो चाहिँ यता भिची छ अब के कस्तो हुन्छ हामी बाटोमा भेट्नेछौँ है त ल गो हेलो हेलो एलबी राइडर सब्सक्राइब गरिदिनु होला सबैजनाले देख्न सक्नुहुन्छ जिसकेका केटाहरू तपाईँ देख्न सक्नुहुन्छ बवाल हुनेवाला छ ट्याक्क हामी चाहिँ यो ग्रिन सिटीबाट निस्क्यौँ है तपाईँहरू देख्न सक्नुहुन्छ ओ कस्तो हुन्छ अब टक्क हेरौँ है कस्तो गर्मी छ यता त्यही भएर म राइडिङ गियर चाहिँ
निकालिसके के गरे ऊ चाहिँ हाम्रो शीतल गिरी तपाईँहरू चिन्नुहुन्छ होला है उसले चाहिँ फर्स्टमा एडभेन्चरमा पनि दामी हानिरहेको थियो अब त्यति बेलादेखि उसलाई चिने हो क्या मैले चाहिँ अब उसले चाहिँ चिन्छ चिन्दैन त्यो मलाई थाहा भएन है किनभने चाहिँ हामी सायद केटिएमकै एउटा भएर पनि होला है अब कसले कतिको के गर्छ भन्ने एउटा ठ्याक्कै थाहा हुन्छ क्या सो एडभेन्चर यस्तो मिठो हानेको थियो नि अहिले चाहिँ उसले एक्सप्लोर चलाइरहेको रहेछ तर दामी हानिरहेको थियो यार त्यति बेला भनेको मैले पनि अब लाइक एउटा केटीले भनेको हत्तपत्त एडभेन्चर चाहिँ हुन्छ नि त्यति मैले हानेको देखाएको छैन क्या तर उसले फर्स्टमै के ऊ बेला भनेको अब अहिले पो हुन्छ नि हाम्रो धुलीखेलमा पनि केहरू बनाएको छ त्यति बेला भनेको एउटै ट्र्याक थियो हाम्रो सो रमाइलो भइरहेको छ है टट्ट पारामा सबैजना चाहिँ केटाहरू चाहिँ यो हामी चाहिँ यो के भन्छ यो सूर्यचौर भन्ने ठाउँमा हो माथि चाहिँ चढ्छ योभन्दा डाँडाभन्दा माथि आउनुपर्छ के कस्तो हुन्छ तपाईँहरू देखाउनेछौँ है यता पेट्रोल हाल्नु पऱ्यो नि त यत्रोजना छ ओ रमाइलो भइरहेको छ हेरौँ के कस्तो हुन्छ होइन हालेर पनि हामी निस्किसक्यौँ तपाईँहरू देख्न सक्नुहुन्छ चट्ट अब चाहिँ हामी अब के भन्छ सूर्यचौरको लागि निस्किँदैछौँ रोडमा के कस्तो हुन्छ अब मिठो हेर्नुपर्ने हुन्छ है त आम्मामा एक चेक गरौँ गाइस यस्तो बवाल देखिरहेको छ होइन तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ टट लागिसक्यौँ यो कता ठ्याक्कै त मलाई त लोकेसन थाहा भएन है तपाईँहरू देख्न सक्नुहुन्छ टोखा नगरपालिका वडा नम्बर 1 मा कुदाउनै नमिल्ने क्या फेरि फेरि कहाँबाट हाम्रो शीतल टप्क्यो फेरि बिचमा आज आफ्टर लङ टाइम पछि फेरि यो बाटो राइड गर्ने मौका पाएँ एकदमै बवाल आइरहेको छ यो ठाउँ मलाई पहिले पनि दामी लाग्थ्यो किनभने चाहिँ यता जङ्गलको ठाउँ छ क्या दामी छ पिचमा रोड त्यो अफ रोडिङ पनि त्यति धेरै छैन तर यसै अलि ठुलो ह्याप्पी गाडीहरू त आउँदैन होइन तैपनि अलिअलि ख्याल गर्नुपर्ने हुन्छ दामी आइरहेको छ साउन्ड चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ अब यसरी राइड आउनुको एकदमै फाइदा छ क्या स्पिड धेरै हुँदैन एक्सिडेन्ट हुने चान्सहरू एकदमै कम हुन्छ सबैजनासँग चिनजान पनि हुन्छ रमाइलो पनि हुन्छ है सो यसरी चाहिँ राइड आउनु होला को अब जोडिन चाहनुहुन्छ मेरो भ्लग कोहीले हेरिरहनु भएको छ तपाईँहरू पनि यसरी राइड आउनु चाहनुहुन्छ भने चाहिँ मलाई खबर गर्न सक्नुहुन्छ है यहाँ चाहिँ एकदमै चेक भइरहेको हुन्छ यहाँ चाहिँ अलिक ख्याल गर्नुपर्ने हुन्छ ए चेक गरौँ गाइस हुन्छ मामाले चेक गर्दै हुनुहुन्छ सो यहाँ चाहिँ हाम्रो चेकिङ छ सो यतिको हुनु पऱ्यो मामाहरूले छोडिदिनु भयो है बिग्रेर नि बन्यो है धन्न बन्यो यार फेरि झ्याउ हुन्छ नि होइन सो केटाहरू सब अगाडि गइसक्यो म चाहिँ अब लास्ट छु है टक्क म चाहिँ बनाएर अब निस्किनु पर्ने हुन्छ ख्याल गर्नुपर्ने हुन्छ चिप्लिन्छ क्या यो बाटोमा चाहिँ ओ भाइ ख्याल गर्नुपर्ने हुन्छ यस्तो बाटोमा त स्वाटै चिप्लिदिन्छ क्या हाम्रो भित्रीले पनि हानिहाल्छ नि यतिको अफरोड त ल है हान्दैन त होइन हानिहाल्छ नि ओइ सयो सयो ओइ भइसक्यो जाम जाम भयो होइन तपाईँले कुरा ओए कस्तो देखिरहेको हेर्नु सबजना है सो अब चाहिँ अफरोडिङ सुरु भयो अब धेरै टाइम पनि लाग्दैन है आमामा गाह्रो छ केटा गाह्रो है आमामा केटा यस्तो अफरोड रहेछ है तै पनि केही छैन अलिअलि आज चाहिँ मैले भित्री ल्याएको छु नत्र एडभेन्चर ल्याएको भए छुट्टै मजा आउँथ्यो है तर केही छैन हैट गाह्रो छ नि होइन ए भित्रीले हानिहाल्छ नि केटा कसले भने भित्रीले अफरोड हान्दैन भनेर आइहाल्छ नि होइन स्किल म्याटर केटा हो स्किल म्याटर होइन यतिको त कुरिहाल्छ नि ए चेक गरौँ भाइ फाइनली आइपुग्यो हामी चाहिँ है ओए होइन म ऊ हाल्दै नि ठिक छ ए अफरोड हाने चाहिँ यतिकै हिलो हुनु परेन होइन
अफरोड पाएपछि हामी चाहिँ टक्क निस्किसक्यो। सबले हेरेर देख्न सक्नुहुन्छ बवाल भइरहेको छ, सबले कुदाइरहेको छ है। अब त्यही हो हाम्रो चाहिँ 1 2 3 4 5 6 7 8 9 टोटल भनेको 20वटा बाइक छ। कस्तो लागिरहेको छ अफरोड राइड हान्दाखेरि? पहिलोचोटि त होइन है, त्यस्तो एक्साइटेड छैन। जाम्नु सयो 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 कस्तो बहुत मजा आउने यार केटा। सो अब फाइनली आइपुग्नु लाग्यो ल, अब धेरै टाइम लाग्दैन होइन, किनभने चाहिँ अब बिस्तार जानुपर्ने हुन्छ। रोक्न पनि केटाहरू कहाँ रोकिदिन्छ। आमामामा केटा बाटो यस्तो यस्तो देख्न सक्नुहुन्छ। यहाँ त चिप्लिट खेल्यो भने त जान्छ नि त फेरि। अब धेरै मेरोमा धेरै ब्याट्री पनि छैन। टक्क अब चाहिँ बाटोमा चाहिँ अब टाचर टुच्छ भिडियो चाहिँ हानिन्छ होइन। त्यसपछि भनेको सिधै हामी चाहिँ सूर्य चौरमै भेटेर चाहिँ म तपाईँहरूलाई चाहिँ के कस्तो रहेछ त्यहाँको ठाउँ चाहिँ देखाउने नै छु। यस्तो बाटो थियो नि तपाईँलाई अब के भनौँ होइन। फेरि केटाहरूले त आज हामीलाई झ्याली गर्यो कि 10 मिनटको अफरोड भन्दै थियो। यहाँ यत्रो अफरोड आइसक्यो तैपनि यहाँ अहिलेसम्म होइन अफरोडै हो क्या। सयो सयो कुता यस्तो अफरोड छ नि आज, टोटली अफरोड हो क्या। भ्याली सकिएपछि अफरोड हो। आइज 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 कुदाउ कुदाउ सयो सयो आमामामा नसक्ने रहेछ यार, कस्तो कुदाएको ल। सयो सयो हैट्स डेन्जर। ए सो फाइनली हामी चाहिँ सूर्य चौर आइपुग्नु लाग्यो। तपाईँहरू देख्न सक्नुहुन्छ है। अब त्यही त हो नि। फाइनली आइपुग्यो केटा। तैपनि बाटो त्यस्तै हो देख्न सक्नुहुन्छ है। अब एकचोटि हामी यहाँ खाजा खान्छौँ, त्यसपछि आफ्टर देन फोटो सोटो सुट गरेर चाहिँ फर्किनु पर्ने हुन्छ। अब कता हो बाटो ठ्याक्कै हामीलाई थाहा भएन है के हो। सो फाइनली आइपुग्यो केटा। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै रमाइलो भयो है। आमामामा यस आइपुग्यो केटा। बवाल भयो राइड चाहिँ है। सबैजना आइपुग्यो सेपरेट। आमा कस्तो कुदाउँदै। सो रमाइलो भयो, सबैजना सेफली आयो। खानसान खान्छन्। सो फाइनल गाइज हामी चाहिँ सूर्य चौर आयो है, देख्न सक्नुहुन्छ। पुरै कुहिरे कुहिरो लागेर रहेछ देख्न सक्नुहुन्छ होइन। बल्ल बल्ल आइपुग्यो। अब एकचोटि मजाले यसो होइन फोटो सोटो सुट गर्छौँ है। अनि त्यसपछि भनेको हक्क अब फर्किनु पर्ने हुन्छ है। एकचोटि अब हेरौँ के कसो हुन्छ। भिडियो सिडियो बनाउँछु अब चट्टै एकचोटि हेरिदिनु पऱ्यो है त। बाइकको यो हालत छ देख्न सक्नुहुन्छ। एकचोटि मजाले फोटो सोटो सुट गर्छौँ अनि त्यसपछि यसो हेरिदिनु पऱ्यो है त। बेस्ट बाइक चाहिँ यही हो। उसको बाइक हो नि त यो। हाम्रो कहीँ पनि दुईजना कहीँ पनि झरेन मान्ने। हामी त फेरि रकेट हो नि, अगाडि आएर बसेर। केटा यहाँ यति धेरै प्याक हुँदो रहेछ खानालाई सम्म या के भन्छ भन्दाखेरि अब पालो कुद्नु पर्ने रहेछ। अब एकचोटि हामी खानासाना खान्छौँ सब केटाहरू। त्यही पानी पऱ्यो अलिअलि टक्क
के भन्छ अब भिज्यो अलिअलि अब खान्छौँ त्यसपछि चट्ट केटा लाग्नुपर्ने हुन्छ हामी चाहिँ अलि अगाडि जान्छौँ आज चाहिँ है लगाइस सूर्य चौर आएर पनि म चाहिँ फर्किँदैछु अब चाहिँ मभन्दा पनि हाम्रो टोली फर्किँदैछ किनभने चाहिँ अब यहाँ हाम्रो डेस्टिनेसनमा खाना खाने कुरा भइरहेको छ खाना चाहिँ अलिक लेट हुने भयो त्यही भएर हामी बाटोमा खाजा खान्छौँ अब चाहिँ आयो रमाइलो भयो धेरै फोटोसोटो खिच्नु पाएन देख्न सक्नुहुन्छ होइन सो अब एकचोटि त्यही हो फर्किनुपर्ने हुन्छ के कस्तो हुन्छ बाटोमा हेर्नुला अब धेरै हामीसँग चार्ज त छैन होइन के कति हुन्छ म बाटोमा तपाईँहरूलाई देखाउने छु आजको लागि सायद भ्लग यहीँसम्म पनि हुनसक्छ हामी नेक्स्ट भिडियोमा भेटिदिन्छौँ आजलाई यति होइन देख्न सक्नुहुन्छ ट्विटिङ